Hello and welcome back to my channel. हजुरहरु सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अहिले म पोखरामा छु। तपाईहरुले भिडियोमा देखिसक्नु भयो होला आज हामी कुन ठाउँ जाँदै छौ भनेर। अगाडि पनि मैले केही भिडियोहरु देखाइसकेको छु तपाईहरुलाई। आज हामी सिधै जाँदै छौ पुम्दीकोट। पुम्दीकोटमा रहेको शिवको मन्दिर दर्शन गर्नको लागि आज म तपाईहरुलाई लिएर जाँदै छु पुम्दीकोट। र यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै भिडियोहरु हेर्नको लागि तपाईहरुले हाम्रो यस YouTube च्यानललाई सब्स्क्राइब गरिदिनु होला र नजिकै रहेको बेल आइकन पनि दबाइदिनु होला। लागौं अब पुम्दीकोट तर्फ। पोखराबाट अलमोस्ट 5 किलोमिटर टाढा रहेको पुम्दीकोट एक पोखराको पर्यटकीय गन्तव्य स्थल पनि हो। पछिल्लो क्रम पुम्दीकोट पर्यटकको लागि निकै नै आकर्षकको क्षेत्र पनि बनेको छ। र आज हामी जाँदै छौं बिरौटादेखि पुम्दीकोट सम्मको यात्रा। र यति बेला बाटोहरु पनि पहिलाको जस्तो धुलो खाल्टाखुल्टी छैन, एकदम सबै बाटोहरु एकदम राम्रो बनिसकेको छ। तपाईहरु देख्न सक्नुहुन्छ बाटोहरु सबै एकदम खाल्टाखुल्टी रहित एकदम सुन्दर बनिसकेको छ। तपाईहरुलाई पुम्दीकोटसम्म पुग्नको लागि कुनै पनि शास्तिहरु खेप्नु पर्ने छैन बाटोको कारणले गर्दा। बाटो सबै पिच भइसकेको छ, मर्मत भइसकेको छ। बाटोमा डेभिज फल राइट साइडमा डेभिज फल देख्न सक्छौं र लेफ्ट साइडमा गुप्तेश्वर पनि देख्न सक्छौं। र तपाईलाई थाहा नै छ होला पोखरा एक पर्यटकीय क्षेत्र हो आफैमा र त्यसमाथि पनि पछिल्लो समय पुम्दीकोट पर्यटकको लागि एकदम प्रख्यात मानिने ठाउँ पनि हो। र यसै गरेर लगभग छोरेपाटनदेखि पुम्दीकोट शिव मन्दिरसम्म जानको लागि यदि तपाई बाइक अथवा गाडीमा जानुहुन्छ भने तपाईलाई अलमोस्ट आधी घण्टा 45 मिनेट भन्दा बढी लाग्ने छैन। यहाँको त चौतारै फाल्दिएछ नि। र पुम्दीकोट जानको लागि दुईटा बाटोहरु छ। एउटा बाटो छोरेपाटनबाट राइट साइड लागिसकेपछि सिधा गएर व्हाइट गुम्बा हुँदै पनि निस्किने बाटो छ र अर्को बाटो भनेको उता स्याङ्जा जाने बाटो ठाउँमा बीच बाटोबाट माथि जाने बाटो पनि छ। र आज चाहिँ हामी जाने छौं स्याङ्जा जाने बाटोको साइडबाट माथि जाँदै छौं। र लागौं आजको भिडियो तर्फ। तपाईलाई म बाटोहरु सबै देखाउने छु र माथि शिवको मन्दिरसम्म पुर्याएर तपाईलाई शिवको मूर्ति सम्म पुर्याएर शिव मन्दिरमा के कुराहरु छन्, कस्तो बनाइएको छ, त्यहाँको भ्यूहरु देखि लिएर सम्पूर्ण कुराहरु तपाईहरुलाई देखाउने नै छु। आशा छ तपाईहरुले यो भिडियो अन्तिमसम्म हेरिदिनु हुनेछ र यो भिडियो मन परेमा लाइक गरिदिनु हुनेछ। यो चाहिँ स्याङ्जा जाने बाटो हो र यो सिद्धार्थ हाइवे पनि भनिन्छ यसलाई। र सिद्धार्थ हाइवेबाट थोरै माथिपट्टि दाहिने पट्टिबाट माथि जानुपर्ने हुन्छ हामी चाहिँ। अब अलमोस्ट हामी आइपुग्न लागेका छौं। सिद्धार्थ हाइवेबाट छुट्टिन लागिसकेका छौं हामी अब।
अलि माथि हुँदै शिवक मन्दिर। अब यहाँदेखि देब्रे लाग्यो भने हामी सिधा स्याङ्जा हुँदै वालिङ पुगिन्छ। सिद्धार्थ हाइवे गइन्छ भने यता दाहिने पख लाग्नुपर्ने हुन्छ हामी शिव मन्दिर जानको लागि। र बाटो निकै नै उकालो छ, तर बाटो सबै पिच छ। त्यो कारणले गर्दा जानको लागि कुनै समस्या तथा कठिनाइहरू बोक्नुपर्ने छैन। र बाटो अलि साँघुरो भएको कारणले गर्दा गाडीहरू आवत जावत गर्नको लागि चाहिँ अलि अप्ठ्यारो चाहिँ हुनेछ। त्यो भएर मोडहरूमा चाहिँ अलिक ख्याल गरेर हिँड्नु होला भन्न चाहन्छु म तपाईँहरूलाई। म फेरि पनि तपाईँहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँहरू हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन, यदि हाम्रो च्यानलमा नयाँ आउनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला ताकि भोलिका दिनहरूमा हामी तपाईँहरूलाई यस्तै नयाँ ठाउँहरूको भिडियोहरू प्रस्तुत गर्नेछौँ। र तपाईँहरूलाई यस भिडियो हेरिसकेपछि केही सल्लाह सुझावहरू दिन मन छ भने हामीलाई कमेन्ट मार्फत पनि तपाईँहरूले हामीलाई सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। अब लगभग हामी आइपुग्न लागेका छौँ। अब हामी लगभग स्तुपा आउन लागिसकेका छौँ। स्तुपा अब देखिसकेका छ, यहाँबाट तपाईँहरू देख्न सक्नुहुन्छ अगाडि स्तुपा देखिसकेका छ। र हामी स्तुपा जाने बाटो छोडेर हामी अर्को बाटो हुँदै हाम्रो गन्तव्यतर्फ लाग्नेछौँ। बाटो निकै नै साङ्ग्रो छ, त्यो कारणले गर्दा घुम्ती पनि भएको कारणले गर्दा यदि तपाईँ सवारी साधनमा आउनुभएको छ भने अलि ध्यान पुर्याउनु होला भन्न चाहन्छु। हामी अब लगभग आइसकेका छौँ यो स्तुपा जोड्ने बाटो। अघि हामीले जुन देखेका थियौँ नि त्यो छोरेपाटनबाट छुट्टिने बाटो, त्यो बाटो तलपट्टिको हो भने हामी चाहिँ यो अर्को बाटो हुँदै जोडिएर अब सेम बाटोमा जोडिसकेका छौँ। अब हामी यो बाटो हुँदै लाग्नेछौँ शिव मन्दिरतर्फ।
अब हामी एकैछिन यहाँ रोकेर पोखराको दृश्य हेर्नेछौँ र साक्षात् व्हाइट स्तूपा तपाईँले देख्न सक्नुहुन्छ। कति सुन्दर देखिरहेको छ यहाँबाट दृश्य। साथसाथै पोखराको भ्यू पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। तपाईं देख्न सक्नुहुन्छ यो छोरेपाटन एरिया। अथवा पुम्दी पनि भन्ने गरिन्छ यो ठाउँको नाउँ। हामी जानुपर्ने गन्तव्य स्थल चाहिँ त्यो देखिरहेको शिवको मूर्तिनिर हो र फेरि पनि अब हाम्रो यात्रालाई निरन्तरता दिँदै हामी अगाडि बढ्नेछौँ। बाटो निकै नै उकालो छ र साथसाथै घुम्तीहरू पनि छन्। बाटो अलि साँग्रोहरू छ, ठुलो बसहरू, गाडीहरू आवत जावत गर्ने कारणले गर्दा अलि अप्ठ्यारै छ बाटो चाहिँ। अप्ठ्यारो भन्नु अथवा साँग्रो छ बाटो। र यहाँबाट तपाईं देख्न सक्नुहुन्छ पर्यटकहरू फेवातालको सुन्दर दृश्य साथसाथै पारिपट्टि देखिने सरानकोटको दृश्य पनि अवलोकन गरिरहनु भएको छ। र हामी चाहिँ यो ठाउँ अहिले ढिला नगरिकन हामी अगाडि बढ्नेछौँ। हाम्रो यात्रालाई निरन्तरता दिनेछौँ। तपाईहरु यहाँबाट देख्न सक्नुहुन्छ फेवातालको दृश्य। फेवाताल देखिरहेको छ तलतिरपट्टि। यो भन्दा अगाडि म 1-2 वर्ष अगाडि आउँदा चाहिँ बाटो पिच थिएन, कच्ची बाटो थियो। तर अहिले चाहिँ एकदम राम्रो भएको छ बाटो, एकदम पिच गरिएको छ। साथसाथै यहाँबाट देखिने दृश्य मनै लोभाउने खालको दृश्यहरू देखिन्छ तल पोखराको। र विशेष गरेर भारतीय पर्यटकहरू पनि बढी आवतजावत गर्ने गरेको यति बेला हामी देख्न सक्छौँ। हामी लगभग अब गन्तव्यस्थलतर्फ आइपुग्न लागिसकेका छौँ र हामी चाहिँ कन्फ्युज भइयो। यो बाटो सिधा होला भनेर गयो, तर सिधा नभएर हामी यहाँबाट राइट लाग्नुपर्ने रहेछ र हामी अझै अघि बढ्दैछौँ। तपाईले देख्न सक्नुहुन्छ यो गाउँ भए तापनि यहाँ पसलहरू, घरहरू धेरै नै बनिसकेको छ। पहिलाको तुलनामा धेरै घरहरू बनिसकेको छ र हामी लगभग आइसकेका छौँ। तपाईहरु पार्किङ देख्न सक्नुहुन्छ अनि हामी अझै अगाडि लाग्छौँ। तर हामीलाई यहाँबाट अगाडि जान चाहिँ दिँदैन, किनकि सूचना टाँगे अनुसार भाडाको गाडीहरू र मोटरसाइकलहरू निषेध गरिएको रहेछ, किनकि बाटो साँग्रो भएको कारणले गर्दा। त्यसैले हामी मोटरसाइकल तल नै पार्किङ गर्छौँ र मोटरसाइकल तल नै पार्किङ गरेर हामी पैदल नै माथि पुग्छौँ। र यहाँबाट पैदल तकरिबन 5
5-10 मिनट जति म्याक्सिमम 5 मिनट जति लाग्ने रहेछ। हामी हाम्रो साधनलाई यहीँ पार्किङ गरेर हामी यहाँबाट पैदल अगाडि बढ्छौँ। तपाईहरु यहाँबाट पार्किङबाट माथि जाने क्रममा यहाँ साइड साइडमा दोकानहरू देख्न सक्नुहुनेछ। विभिन्न किसिमका पसलहरू जस्तै माडाहरू विभिन्न किसिमका माडाहरू पनि पाइने रहेछ त्यहाँ। साथसाथै पूजा सामग्रीहरू, क्याप टोपीहरू, चस्माहरू पनि पाइने रहेछ। हामी अब लगभग आइसकेका छौँ गन्तव्य स्थलतर्फ। तपाईहरु देख्न सक्नुहुन्छ रुद्राक्षको मालाहरू, शङ्खहरू, शिवलिङ्ग को मूर्तिहरू बेच्न राखिएको रहेछ। पूजा तपाईले देख्न सक्नुहुन्छ पूजा सामग्रीहरू पनि पाइँदो रहेछ। र यो चाहिँ शिव मन्दिर जाने प्रवेशद्वार